यदि हामीलाई नि दुःख कष्ट नआउने भए हामी मानव होइन दानव बन्ने थियो भने, किनकि यही दुःख कष्ट आउँछ र त हामी बेला बेलामा सचेत हुन्छौँ, भगवानमा भक्ति लाग्छ, के गर्नुहुन्छ के गर्नु हुँदैन, हे प्रभु मैले कुन जन्मको कुकर्म गरेर मलाई यस्तो भयो भनेर याद आउँछ हामीलाई। यदि हामीलाई त्यो दुःख पनि कष्ट पनि नआइदिने भएदेखि त हामी मानव होइन दानव बन्ने थियौँ, दानव। त्यसैले दुःख कष्ट आयो भनेर चिन्ता नगर्नु, के थाहा यो दुःख कष्टले भगवत प्राप्ति पनि त गराउन सक्छ नि, भगवत प्राप्तिको द्वार पनि त खोलेको हुनसक्छ। त्यसैले कष्ट धेरै जस्तो प्रायः जस्तो हेर्नुहोस् भगवानका भक्तहरूलाई अत्याधिक कष्ट भएको छ, धेरै कष्ट भएको छ, किनकि भगवानले सारा कष्टहरू दिएर संसारबाट विमुख बनाइदिनुहुन्छ। संसारमा ज्यादा लगाव लगाउनुहुन्न, सब खोज्नुहुन्छ भगवानले, संसारका सुखहरूलाई खोजेर आफूतिर तान्नुहुन्छ। जब आफूतिर तान्दै हुनुहुन्छ भगवानले संसारबाट अनेक प्रकारका कष्ट दिनुहुन्छ। यो हामीले बुझ्नु जरुरी छ। कष्ट त सबैको जीवनमा आउँछ, तर अत्याधिक कष्ट जो भगवत मार्गमा चलेको छ त्यसलाई आउँछ। र पछि भगवानले जब अपनाउनुहुन्छ, अपनाएपछि ती कष्टहरू केही सानो एउटा फुलको थुङ्गा जस्तो हलुङ्गो लाग्न थाल्छ, किनकि त्यो आनन्दमय हामी परमानन्दमा पुग्छौँ नि त। त्यसैले